नमस्कार, म चाहिँ अहिले गजुरी गाउँपालिका र सँगै हुनुहुन्छ गजुरी गाउँपालिकाको उपाध्यक्ष शर्मिला बिसुराल। तपाईको गजुरीलाई 5 वटा शब्दमा भन्नु पर्यो भने के भन्ने, कसरी चिन्ने, यसको आकर्षण के हो? नमस्कार, म शर्मिला बिसुराल, गजुरी गाउँपालिकाको उपाध्यक्ष। हाम्रो गजुरीलाई चिनाउँदाखेरि अब कसरी चिनाउने भन्दा गजुरी भनेको चाहिँ यो दोस्रो सदरमुकाम हो। किनभने हाम्रो यता छिमेकी गाउँपालिका के अरे यता गल्सी र अर्को गाउँपालिका रोराङ र शीतले गाउँपालिकाको बिचमा यो धादिङको चाहिँ जिल्लाको यो बिच भागमा पर्ने गजुरी। र अर्को कुरा हाम्रो गजुरी भनेको गजुरीमा चाहिँ अब हरेक कुराले सम्पन्न गजुरी अरू गाउँपालिका भन्दा फरक खालको बसोबास, जातित्व पनि त्यत्तिकै मिसमास र यहाँका सक्षम नारीहरू गजुरी गाउँपालिकाको धेरै नारीहरू विभिन्न ठाउँहरूमा पुग्नुभएको छ। र अनि यो गजुरी गाउँपालिका समृद्धि गजुरी भनेर चिनिन्छ भने अर्को कुरालाई चाहिँ त्यो गजुरीको विशेषता चाहिँ गजुरी गाउँपालिकामा एउटा मलेखु बजारमा माछा बजार छ। त्यो माछा प्रबन्ध जस्तै हामीले कार्यक्रम गरिरहेका हुन्छौँ, त्यो भनी चाहिँ धादिङ जिल्लाको गजुरी मलेखुमा माछा खान जाउँ भन्दाखेरि हाम्रै गजुरी गाउँपालिकाभित्र पर्छ। तपाईँको यो थोरै शब्दमा गजुरीको सिङ्गो चित्र जसरी तपाईँले प्रस्तुत गर्नुभयो, अब म के भन्न सक्छु भने गजुरी गाउँपालिकाले साँच्चैको सक्षम असल बाचाल उपाध्यक्ष पाएको रहेछ। गजुरी गाउँपालिका साँच्चै तपाईँ यो पदमा बसेर यो पदको मात्रै गरिमा बढेन कि यो गाउँकै तपाईँको चाहिँ उज्यालो झन् उज्यालिएको अनुभूति गरेँ मैले। यति मैले भने तपाईँलाई, यो पहिलो भेट हो, तर पनि त्यस्तो चाहिँ मैले भने। हेर्नुहोस्, यो सार्वजनिक रूपमा भने हो है। यो तपाईँको यो उपाध्यक्षमै तपाईँको यात्रा टुङ्गिँदैन। तपाईँले यो गजुरीको लागि, धादिङको लागि धेरै काम गर्नु छ। त्यो यात्राको तपाईँलाई शुभकामना। र म अर्को यात्राको बारेमा थोरै जानकारी गराउँछु। म अशोक सिलवाल, म अहिले नेपाल किताब यात्रामा छु। हिमालयदेखि महासागरसम्मको नेपाल किताब यात्रा, जसले 3टा किताब समेट्छ। अङ्ग्रेजीमा चाहिँ यसलाई हिमालय टु ओसियन नेपाल बुक जर्नी भन्ने गरेको छु, सर्ट फर्ममा H2O नेपाल बुक जर्नी। यसले कभर गर्छ एभरेस्ट एन्ड अनफिनिस स्टोरी, जो चाहिँ सगरमाथा आधारित भए पनि, संसार शिर सगरमाथा आधारित भए पनि यसले भुइँतिरको कुरा गर्छ। रियल एक्सपिडिसन भने टु दि टप होइन कि कसरी तपाईँ घर फर्किनुहुन्छ त्यो भन्ने कथा बोल्छ। दोस्रो किताब छ अप्प दिपो भव। यो तीर्थहरूको पनि महातीर्थ कैलाश मानसरोवर यात्रा कथा हो। तर यसले चाहिँ तीर्थ जाऊ भन्छ, महातीर्थ जाऊ भन्छ, प्रकृतिमा जाऊ भन्छ, गुरु भेट भन्छ, तर सबभन्दा असल गुरु तपाईँभित्रै छ। शर्मिला बिसुराल, जो चाहिँ धेरै मान्छेले शर्मिला दिदी भनेर चिन्दा रहेछन्, त्यो तपाईँको ठुलो कमाइ हो। त्यो दिदी भन्ने जुन टाइटल छ, भारतमा ममता बेनर्जीले पनि त्यो टाइटल पाउनु भएको थियो क्या। त्यसरी तपाईँलाई यो पालिका वरपरका मान्छेले शर्मिला दिदी भनेर श्रद्धासहित भनिरहेछन्। त्यो तपाईँको कमाइ जुन छ नि, त्यो तपाईँभित्रको गुरुको उजागर भएर हो। तपाईँभित्रको तीर्थलाई तपाईँले आफ्नो कार्य व्यवहारमा परिणत गर्ने प्रयास गरिरहनु भएको छ भन्ने कुराको प्रमाण हो। त्यसकारणले उहाँले कर्मबाट जो प्रमाणित गर्नुभएको छ त्यही सन्देश यो किताबले बोकेको छ। तेस्रो किताब छ श्रीलङ्का स्मृति। हामी त हिमालमा जन्मेको मान्छे, जमिनले घेरेको देशको मान्छे, महासागर जाँदा पहिलो पटक त्यो महासागर अगाडि छालहरूको आवाज सुनिरहँदा हिमालयको त्यो हावा र हिउँ मिसेको आवाजको अनुभूति भयो क्या मलाई। त्यहाँनिर वाननेस अफ नेचर, प्रकृतिको एकरूपता, त्यो हिमालय भन्नुहोस्, महासागर भन्नुहोस्, एउटै रहेछ। खासमा प्रकृति भने एउटै रहेछ। त्यो भूगोलको मात्रै कुरा होइन, तपाईँ नामले फरक हुनुहुन्छ, म नामले फरक छु, तपाईँभित्रको, तर तपाईँभित्रको संवेदना, तपाईँभित्रको आँसु, तपाईँभित्रको मुस्कान मेरो जस्तै हो। यो सन्देश बोकेर म देशको 77 जिल्ला र विदेशमा पनि म मात्रै जानु परेन, यो किताब लिएर थुप्रै मान्छेहरू हिँडिरहेछन्। र यो यात्रा शर्मिला दिदी, शर्मिला बिसुराललाई भेटेर यो गजुरी आइपुगेर थप अभिनन्दित, थप पवित्र भएको अनुभूति गरेको छु। यो तपाईँलाई मैले हस्तान्तरण गरेँ। धन्यवाद। अब यति सुनिसकेपछि मैले बोले त सुन्नुभयो, अब तपाईँको चाहिँ शुभाशिष, शुभ वचन यो यात्रामाथि। धन्यवाद हजुरलाई, जुन के अरे हजुरले आज यो देशकै, सम्पूर्ण देशकै
विभिन्न ठाउँमा भूगोलमा गएर समेटेर जुन किताब लेख्नु भएको छ, जुन किताब उत्पादन गर्नुभएको छ, यसको लागि तपाईँलाई चाहिँ तपाईँको जुन हजुरले चालेको हरेक पाइलाहरूमा शिखर चुन्ने खालको चाहिँ एउटा भावना बढ्दै जाओस् र हजुरलाई यो देशले यो विभिन्न ठाउँमा गएर पछि परेका भूगोलमा बस्तीमा गएर विभिन्न ठाउँहरू समेट्दै आउनुभएको तपाईँले जुन यो तपाईँले गर्नुभएको कदमहरूले चाहिँ यो नेपाल चिनाओस्। तपाईँको यो सफलताको शुभकामना र हजुर जहाँ जानुहुन्छ त्यही तपाईँ सफल मान्छे जहाँ पनि सफल हुन सकिन्छ र तपाईँमा एउटा ऊर्जा जोस जाँगरको साथ तपाईँ लाग्नु भएको छ यो देश बनाउनको लागि, देशको चिन्ता भएर तपाईँ यो ठाउँमा हिँडिरहनु भएको छ। मलाई तपाईँलाई गजुरी गाउँपालिका, सिङ्गो गजुरी गाउँपालिकाबाट धेरै धन्यवाद पनि दिन चाहन्छु र जुन तपाईँले यो आफ्नो जुन आफूलाई नहेरिकन देशलाई हेर्ने र देशलाई समृद्धि देश बनाउनको लागि, यो नेपाललाई समृद्धि नेपालभित्रका विभिन्न भूगोलहरूलाई चिन्नको लागि र देशमा चिनाउनको लागि, देश परदेशलाई चिनाउनको लागि खेल्नु भएको भूमिकाको हार्दिक शुभकामना पनि दिन चाहन्छु, सफलताको शुभकामना पनि दिन चाहन्छु। अझ पनि तपाईँलाई योभन्दा धेरै मान्छेले चिनोस्, धेरै तपाईँले चालेका पाइलाहरूले धेरै शिखरहरू चुनोस् भन्दै अब तपाईँलाई फेरि पनि तपाईँ जहाँ जानुहुन्छ तपाईँलाई शुभयात्रा र तपाईँको जिन्दगीमा सधैँ सुखमय र तपाईँले चालेको पाइलाहरूले सधैँ सुख पाओस् र तपाईँले समेट्नु भएका यी पुस्तकहरूले, यिनीहरूले यो पुस्तकमा लेखेका लेखहरूले र यी भूगोलहरूले पनि सफलता पाउँछन् र तपाईँ पनि आफ्नो जुन लाग्नु भएको यात्राहरू पनि सफल हुने शुभकामना दिन्छु। धन्यवाद, नमस्कार। अब यो H2O नेपाल बुक जर्नी साँच्चै रिच भएको छ। शर्मिला दिदीहरू जोडिएर यो यात्रा अझ फराकिलो भएको छ। आजदेखि यो यात्राको अर्को वाहकको रूपमा शर्मिला विसुराल, गजुरी गाउँपालिका धादिङ उपाध्यक्ष पनि जोडिनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद हजुर। धन्यवाद हजुरलाई।